नयाँ वर्ष 2026 को सम्पूर्ण साथी ककनी खाबी खोला रहेछ राइस है के त के हो राइस अनि दाल है अलिकति ओ सो मेनी देख्यौ हेलो साथीहरू आज इङ्ग्लिस नयाँ वर्ष 2026 को सम्पूर्ण साथीभाइहरू आफन्तहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना है आमा बाबा के हो शुभकामना इङ्ग्लिस वर्ष मेरो पनि के अरे इङ्ग्लिसको नयाँ साल होइन हजुर अनि मेरो साथीहरू मेरो आफन्त जम्मै दिदी बहिनी दाजुभाइ भतिजा भतिजी भरेनी सबैलाई फुपू पुसाउ जम्मैलाई मेरो सेवा ढोक आशीर्वाद सबैलाई छ ओके आज हामी नयाँ वर्षको दिनमा ककनीको बाटो यस्तो वर्ष हामी 2-3 चोटि जाने भनेको त्यहाँ अब एकदम बाटोले गर्दाखेरि जहिले आधबिजे बाटो जाने फर्किने हुन्छ अनि अहिले अनलाइनतिर हेरेको बाटो अपडेट भएको छ अरे भनेर आज हामी कहाँसम्म पुगिन्छ त्यहाँसम्म ककनी यस्तो हेर्ने होइन अनि आमाहरू पनि पहिला जान खोज्नु भएको बाटोबाट आधीबाट फर्केर ग्रुपहरू जाँदाखेरि त्यस्तो भएको थियो आज हामी त्यहाँ गएर तपाईँहरूलाई अपडेट पनि दिन्छौँ कहाँसम्म बाटो खुलेर रहेछ अनि त्यहाँ गएर हामी आज लन्च जस्ट नर्मल लन्च गर्ने अनि आउने हाम्रो प्लानिङ छ भयो भने स्ट्रबेरी त्यो फार्मिङहरू हेर्ने है ओके स्टे ट्युन गाइस अलिकति भयो भने ट्राउट अनि ओके त्यहाँ गयो यसो किन यतातिर सर बेला अलि मोटो गरिदियो भने यसरी ल्याउनु अगाडि बाटो सर तल पछाडि राखेछ खालि म्युट आउँछ यहाँ त छैन त फेरि माइक्रोफोन भएन भने म्युट आउँछ कि तिमीले बोलेको आउँदैन त्यो के निकाल्नुपर्छ म बोल्दैछु होइन बोल्दैन हाल रहेको त यहाँसम्म राम्रै छ नि होइन हाल खिच्दै गर अगाडि गएर पिच्छै छैन अगाडि के फेरि यता हेर न अफ्रिकन फेरि पिच रहेछ यहाँ है पिच लसुन के हरियो लसुन सबै उखालेर बेच्ने के यो के हो यो त भित्ताको गोबी हो कि के हो यो होइन कति क्लोज भएन नजिक नजिक त्यत्तिकै भित्तामा राखेछ होला कन्नी बाटो बनाएछन् ककनीले पनि खै यो त बाटो त पुरिसकेछ खै पिच त धुलोले ठुलो पुज होला नि त पिच उकाएर घरमा लाने भर्खरै बनाउँदै गरेको पिचलाई उकाएर लाने के लगाएको छ कि इन्डियामा के गर्ने घरमा वरिपरि हाल्ने होला नि इन्डिया नेपालहरू गर्छ आज चाहिँ भान्जा न्यू इयरको दिनमा एल्भिन भान्जा बोल न तर अब बना अझै हाफवे त बन्दै बाँकी छ क्या बन्न बाँकी छ मावाडी हेरौँ के हो यो अब यो पिच गर्ने भनेर ऊ छरेको होला के अरे धुलो आउँछ हामी फाइनल्ली अहिले ऱ्याम्बो ट्राउट फार्ममा छौँ आमा बाबा अनि मेरो भान्जा आल्बिन भान्जा अनि कालिकति अहिले हामी ऱ्याम्बो ट्राउटमा अलिक ढिलो भयो हामी अहिले अलमोस्ट 2:45 बज्न लाग्यो है अब हामी तल गएर म तपाईँहरूलाई चाहिँ यहाँ तल गएर तपाईँको ट्राउट फिस होइन अहिले हामी चाहिँ अलि हतार भएको हुनाले अलि ढिलो भएको हुनाले अब हामी पहिला यहाँ उहाँहरूले नै हामीलाई रेडी गरिदिनुहुन्छ हामी त्यही खान्छौँ अहिले लाने बेलामा हामी तपाईँहरूलाई चाहिँ ट्राउट फिस समातेको देखाउँछु तर म तपाईँलाई एक राउन्डमा तपाईँलाई देखाउँछु है यस्तो राम्रो छ तल भ्यू तल यो ठुलो रहेछ राम्रो ट्राउट लेट्स गो ल के रे
होइन नातिकन बनाउनुहोस् है, राम्ररी बनाउनुहोस्। अहिले लाने बेलामा गर्नु पर्ला हुन्छ है। अरू के छ खानु? के भयो के रे? पुरेको माछा। ए चलेको हुन न, माछा चलेको। चाहेको खाइ 2टा करी गरिदिउँ हुन्छ। कि 3टा करी गरिदिउँ? 3टा करी गरिदिउँ हैन? 3टा गरिदिउँ? चिन्ता गर्नु फ्राई अलिक बहुत थप्नु सरी यहाँ यो फिस आज खास हामी अलि ढिलो भएको हुनाले हामी सबै एकदम हजुर हामी भोक लागेको थियो होइन। हजुरको के छ नाम? हजुर होटल रिक्रेसन हो यो। ए रिक्रेसन हो। रिक्रेसन खाली खाना हो। ए म त ट्राउट भनेर कालीले रेम्बो ट्राउट भनिरहेको छ यहीबाट भिडियोमा यार। रेनबो ट्राउट हैन? हजुर रेमो ट्राभी हो। रेनबो ट्राउट हो। रेम्बो ट्राउट ए रेम्बो ट्राउट हजुर। होटल खानी खोला हो तपाईँहरूको? हजुर खानी खोला ककनी खानी खोला। ए ककनी खानी खोला रहेछ। अनि सादीको र मुस्ताङ आलु अनि बियर फ्राई न 2टा तिमी खान्छ होला। बाहिरको टुम्बा छ? सो त्यही भएर हामी अलरेडी रेडिमेड गर्दैछु मैले। बनाउ लाग्दैछु है अलि स्पेसल अब बन्द यस्तो होला है। So, how is Alvin? Empty. म तिमीलाई खेलाउँछु। Sure. Trout. हो? पढेर चाहिँ हामी आज पक्का खानी खोला रेनबो ट्राउट यो प्लमको लागि फल्स होला नि है। आमालाई गाह्रो हुन्छ होला भन्छ हामी। माथि बस्नु। आउन कहाँ हुन्छ? माथि भ्यू तल ठिक छ त किन तल होइन खाली माथिबाट भ्यू ठिक छ त। मेरो कालीकेटी आज हामी लामो समयपछि ट्राउट है। अझै तल पो रहेछ त। Let's go. This is farm mo. South location. Here we're going to catch. अहिले हामी लाने बेलामा क्याच गर्ने। Can you hold this here? अहिले यसलाई के होला? Let's go. जानु? You know, see. Good. एल्बिन धेरै मलाई आएको छ। लाटो रहेछ लाटो यहाँको त। लाटो माछा। Oh, so many. देख्यौ? See? Ah. Oh. Okay, I left them. So अहिले जाने बेलामा प्याक गर्छु। आज मैले अहिले रेडी गरिसकेको छ हैन। हामी ढिलो भएको थियो अनि त्यही भएर हामीले त्यही नै यहीँको अहिले उहाँहरूलाई चाहिँ छोटो लाएर रेडी गरेछ। अहिले हामी जाने बेलामा प्याकिङ गर्ने बेलामा हामी जति सोच्छौँ त्यति नै हामीले प्याक गर्ने है। एल्बिन म अनि शशी। ओके गाइस स्टे ट्युन। अहिले हामी यो रिक्रेसन ट्राउट फिस भन्दैछ अनि राम्बो ट्राउट फिस भनेर पनि तपाईँलाई गुगलमा देखाउँदो रहेछ। त्यो ठाउँमा छौँ कि जस एक्सपेक्ट गऱ्यो भने त अलिक ठुलै स्टेपहरू लामो छ होइन। तपाईँहरूले अब तल माथि गऱ्यो भने पनि सर्ट हाइकिङ होइन, हाफ एन आवरको हाइकिङ हुने खालको रहेछ। अनि अघि मैले तपाईँहरूलाई देखाइसकेँ उहाँहरूको चाहिँ फिस चाहिँ यहाँ मुनि छ फिस पोन्ड है। लाइभ फिस पोन्ड यहाँ छ। अहिले मैले तपाईँहरूलाई देखाएको थिएँ। अहिले म तपाईँहरूलाई फेरि लाइभ देखाउँछु। फिस पोन्ड यहाँ छ अनि तपाईँलाई यो ककनीको हाफ वेमा यो बाटोमा पर्दो रहेछ। योभन्दा अगाडि पनि तपाईँले बाटोमा आउनु पऱ्यो भने 2-4वटा तपाईँले यस्तै ट्राउटको तपाईँहरूले चाहिँ फार्महरू देख्नुहुन्छ। अनि तर हामी अहिले अलि अगाडि आउनु पऱ्यो भनेको हेर्दै यहाँ माथि यस्तो मजाको छ। म तपाईँलाई घुमाउँछु। अनि बाटोको कन्डिसनमा तपाईँले हेर्नुभयो भने बाटो ठाउँमा बिचबिचमा 1-2 ठाउँमा चाहिँ अलि खाल्टाखुल्टी जस्तो बनेको रहेछ फेरि होइन। तर नर्मल्ली तपाईँको हेर्दाखेरि अहिले सोफार यहाँसम्म आउँदाखेरि तपाईँले त्यो के हुन्छ ओसोको तपोवनबाट तपाईँले अगाडि आउनुभयो भने यहाँसम्म आउँदाखेरि तपाईँको चाहिँ 70% चाहिँ तपाईँको पिच छ अनि अरू तपाईँको चाहिँ 30% चाहिँ तपाईँको नर्मल ग्राभल छ अनि पिच हुनेवाला रहेछ।
है अहिले तपाईँको चाहिँ यो ककनीको बाटो बनेपछि यहाँ तपाईँको ट्राउट अनि तपाईँको भ्यू हेर्ने अनि स्ट्रबेरी फार्म होइन त्यसको लागि एकदमै धेरै मान्छेहरू आउनु भएको मैले देखिरहेको छु होइन एकदमै धेरै बाटोमा तपाईँले देख्नुहुन्छ एल्भिन लेट्स गो है म तपाईँलाई अब एक राउन्ड यहाँ घुमाउँछु अब सेन्टरमा यहाँ उहाँहरूले चाहिँ यो टोटल्ली तपाईँको चाहिँ मूलको पानी है मूलको पानीबाट धारा बनाउनु भएको छ लेट्स गो हामी अब तलबाट अपस्टेयर जाँदैछौँ स्टेप होइन निकै लामो है तपाईँले खाजा खाएर आउनुभयो भने अनि तपाईँ खाजा खाएर आउनुभयो भने तपाईँलाई चाहिँ तल आएर फेरि माथि जाँदाखेरि तपाईँलाई चाहिँ राम्रो अब एउटा के हुन्छ तपाईँलाई राम्रो अब एउटा एक्सर्साइज पनि हुने रहेछ यो हिँड्न मिल्ने हो कि नमिल्ने हो यो कहाँ छ यस्तो है अनि तपाईँले दायाँमा हेर्नु भने वरिपरि त्यो सानो सानो कटेजहरू बनाउनु भएको रहेछ उहाँहरूले कटेज हो जय शम्भु कटेजहरू ओह बाटो छ कटेज छ कटेजहरू तपाईँले यहाँ वरिपरि हेर्नुभयो भने कटेज है यस्तो हाम्रो भिट्टाको भ्यू देखेर हेर्नलाई मजाको रहेछ एल्भिन कस्तो लाग्यो है राम्रो छ यो हाम्रो अहिले ट्राउट फिस उहाँहरूले यसरी एकैचोटि सर्भ गर्नुपर्छ एउटा राम्रो लाग्यो मलाई होइन यस्तो राम्रो उहाँहरूले चाहिँ सेपरेट राइस है यो त के हो निकाल निकाल्दै हो राइस अनि दाल है ओहो हेभी फिल सर्भ गर्नुहुन्थ्यो रहेछ उहाँले त भेज तरकारी अनि चटनी कति धेरै सर्भ गर्नुभएको यार अनि यो हाम्रो चाहिँ ट्राउट अनि फ्राई अहिले चाहिँ यो चाहिँ ग्रेभी है अनि यहाँ कर्डहरू राम्रो फ्रिज राम्रो छ भान्जालाई सर्भ गर्नु नि तिमीले पछि हामीलाई सर्भ गर्छ अहिले तिमीले हे यस्तो क्लिन भ्यू देखेछ अहिले ओ माई गड खानु खानु यो चाहिँ उहाँहरूको यस्तो मन पर्यो मलाई छुट्टै छुट्टो सेपरेट बलमा ल्याउनु हुँदो रहेछ सर्भ गर्नु हुँदो रहेछ